हेलो वेलकम टु माई ब्लग। र आज हामी चाहिँ यो तारकेश्वरमा यसो रिफ्रेसमेन्ट प्रोग्रामको लागि जाँदैछौँ। गाइस गुरुज हेलो हेलो, हामी फाइनल्ली पञ्चगल रिसोर्टमा आइपुगेछौँ। के हो यो रुखहरू रहेछ, रुखहरू अलि कमै छ। रुख ढुङ्गा एकदमै रोमाञ्चक छ अहिले हाम्रो यात्रा। गाडीमा गीत गाउँदै आयौँ, के गऱ्यौँ। यहाँबाट चाहिँ उकालो अब भर्याङ आयो गाइज, भर्याङ एउटा भर्याङ तपाईँहरूलाई म गनेर देखाइदिन्छु। भन्नु पर्ला जस्तै छ। अब हाम्रो यहाँ यङ यतापट्टि देखाउनु पर्यो सर, तपाईँको प्रतिक्रिया के छ भनिदिनु पर्यो, भन्नुहोस्। हाम्रो भान्जा लजाउँछन्, यता पछाडि आएर भन्नुहोस्। हाम्रो राम्री म्यामहरू अगाडि गइसिन्छ, गइसिया छ। एउटा उपाय छ यसलाई। कस्तो वाह हिँड्नु परेको थियो गाइज है, लाकुरी भन्ज्याङ पुग्यो गाइज। आज नि हिँड्नु परेको छ, हिँड्नु परेको छ गाइज, हाँस्नु परेको छ गाइज, मुटुमा पल परेको छ। चिलमा म सन्तोष सर होइन, गिद्धमा म अर्कै प्राणी हो। कागमा स्कुलबाट सबैमा निस्केपछि हेलो बाई। बाबुल गर्दा देखेन क्या। हामी देखे त नि, अरू नदेख्नु म देखिरहेको छु त। के हो त हाम्रो दर्शकबिनलाई भनिदिनु पर्यो। हेलो इन्सपिरेसन नलाएर लैन म त सक्दिनँ, आफै कामिरहेको छु म। सस्ती हामीले सक्नु ओके गुड। ल अब आउँदै हेलो दर्शकबिनहरू, हाम्रो राम्री म्यामहरू, ल केही छ प्रतिक्रिया? ल भन्नुहोस् भन्नुहोस् भन्ने होला, ओपिनियन छ भन्ने दिइहाल्नु। दिइहाल्नु। तपाईँलाई के महसुस हुँदैछ, के महसुस हुँदैछ भन्नुहोस् ल। अनि मेरो एकदमै ठिक छ, हजुरको के छ भन्नुहोस् हाम्रो दर्शकलाई। मेरो एकदमै राम्रो प्रश्न, आरु सिंगल ल दर्शकबिनहरू कसैलाई गर्लफ्रेन्ड चाहिन्छ भने कमेन्ट बक्समा भरिदिनु होला। 32 लक्षले अब 32 होइन दर्शकबिनहरू, या 60 लक्षले युक्त हुनुहुन्छ। हजुरलाई कस्तो खालको के अरे के जीवन साथी मलाई पहिल्यै भने दर्शकबिनहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने भन्नु होला। एकदमै हो। ल यो समातिसियोस्। ल अब रिपोर्टिङ गरिसियोस्। ल मैले हस्तान्तरण गरेँ। अहिले हाम्रो बजिरहेको छ 9:30 अनि हामी आउँदैछौँ एउटा पिकनिक स्पटमा जसको नाम छ वनजङ्गल रिसोर्ट। त्यसैले हामी पछाडि हाम्रो मान्छे हरियो देखाउने रिपोर्टिङ लिने के छ यसो गरौँ न, अलिक ढङ्ग पुग्नु पर्छ कि ब्याग जानु यार। यसो प्रतिक्रिया लिनु ल। छिर्ने यार, छिर्दैन अलिकति भ्लगिङ गर्न नआएको अवस्था। टेक्निकल गरौँ यसरी देखाइदिनु न त। ल देखाइदिनु आएर बोल्न लाउने बोल्दैन। हातले थिचेर के गर्ने ढङ्ग आएन के अरे। एकजना यहाँ सन्दीप सर आउँदै हुनुहुन्छ। ल तपाईँको यसो प्रतिक्रिया दिनु होला, के छ ल भन्नुहोस्। केही नभन्ने ल। हाम्रो म्यामहरूको के छ प्रतिक्रिया, सानो म्यामको ठुलो म्यामको। ल हाम्रो क्यामराम्यान कता हो
ल ठिक छ ल ल भाइहरूले सिक्यो ल यहाँ पुग्दैछ म्यामहरूलाई केही छ आफ्नो रोमाञ्चक यात्राको बारेमा गाह्रो 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 छ तपाईँको के छ केही भन्नुपर्ने भनिहाल्नुहोस् होइन एकदमै सास कतिको रेटमा फुलिरहेछ स्वाभाविक ल समात्नुहोस् ल गाइज हामी लगभग हामी आइपुगिसकेका छौँ होइन त सर हो नि ल हाम्रो रिसोर्टको नाम के फुड कोर्ट हो कि के हो वनजङ्गल रिसोर्ट ओहो खुट्टाले दिँदैन न त म अघि हामी फाइनली गाइज हामी चाहिँ यहाँ वनजङ्गल रिसोर्टमा चाहिँ आइसकेका छौँ चढ्न त मिल्दैन एकदमै चिसो छ यहाँ चाहिँ एकदम लास्तै चिसो रहेछ चिसोले एकदमै ठ्याङ्रिने जस्तो जाडो हिउँ परे जस्तो छ जस्तै अवस्था छ यो अवस्था चाहिँ आज हामीहरू पुरा यो भित्रको दृश्य चाहिँ यस्तो रहेको छ पुरा यो हङ्की खेल्ने जस्तो हरेक कुरा रहेको छ यहाँ विभिन्न कुराहरू खेल्ने कुराहरूदेखि लिएर हरेक कुरा भएको छ अनि अब यो त चम्चाले निकाल्न दिनु न उता चम्चा चाट्ने मान्छेहरू पनि छन् मान्छेहरू अझै खाजा खाने बेला भएको छ ब्रेकफास्टमा जङ्गल दृश्य छ रमाइलो छ तिम्रो थाहा छैन तर मलाई परवा छैन भोलि केही रहेछौ आँखाले केही फोटो खिच्नेहरू घुम्दै लागेको छ त्यहाँ हामी चाहिँ हाइकिङ माथितिर हाइकिङ जाँदैछौँ हुन्छ तिर यता माथि चाहिँ यो बाटो चाहिँ हामी जाँदैछौँ हाइकिङको लागि चिसो एकदम चिसो छ यो ठाउँ चाहिँ टिकट काउन्टर रहेको छ हामी यो जान लागेको कहाँ हामी भुवनेश्वरी मन्दिरमा भ्रमणको लागि जान लागेको चिसो लास्तै छ हजुर बाबुसँग भएर बाटो यस्तो खतरा छ बाटो त धुलो रहेछ है त्यही भएर चिसो लागिरहेछ
हाम्रो स्कुलमा टिचरको नाम भएको म मात्रै छैन कि शुभम पनि स्टुडेन्ट है रिङ्केश पनि स्टुडेन्ट है हिमाल सर पनि हुनुहुन्छ शैलेन्द्र सर कसैले काहीँ कासिम दाइ त्यो उ लिनुभयो कुन चाहिँ बनाउनु भयो त्यो तिनटासँग म्याच गर्ने ल यो देखिन्छ नुवाकोट जोस् राम्रै देखिने बनाउनु है धेरै पहेँलो सुन्तला कलरको पनि होइन ककनी हो के हेर त्यही अनुसारको बनाउनु है ककनी जाने ल हस् 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 तपाईँले यो जुत्ता चाहिँ नलाउनु पर्ने हो कि यो ठाउँ चाहिँ यो त अब यस्तै होला होइन दाइ नबनाउने होला यहाँ त हजुर बाँदर आउँछ ए बाँदर हजुर कहाँबाट आउँछ भाउ त बाँदर ए जाडो बेलामा त यहाँ बाँदर कि बजेल पनि आउँछ फाँसो थाप्ने खाने बजेल त पाइन्छ होला बजेल अहिले यस्तो बनाएको यो बलि जाने चाहिँ एउटी मार्यो भने पनि हजुर त्यसको रासो तिर्दा पर्ने हजुर खानु पऱ्यो रासो तिरेर खानु पऱ्यो हजुर अब नखाने खानु पुग्यो भने त्यो बखराको मान्छे बोलाएर खानु भने पुग्यो ए मार्नुलाई पाइयो कम्पाउन्डभित्र आयो भने मार्न पाइयो होइन बाहिर जस्तै हाम्रो त्यो नागा निकुञ्ज हुन्छ त्यो नागार्जुन शिवपुरी राष्ट्रिय हुन्छ त्यो निकुञ्जबाट बाहिर आएपछि मार्न पाइयो ए ल ल हिँड्ने ल रोकेको उसलाई हिँड्न पर्यो यस्तो जानी गर्छ के भन्छ बिताइसक्यो तर हाम्रो जनताहरू टिकटक बनाउन फोटो खिच्न उभिगा ओ यसो सार्नु चाहिँ 18 मा हो कि हो 2018 ए भनेपछि अझै गर्दै यति यहाँ माथि पनि गर्दाखेरि नै हुन्छ होला नि त यहाँ आउने त्यो गरी भन्दै त्यो माटो समेको हो हावा बढी लाग्यो फेरि उसमा त के तपाईँको चैत वैशाखमा त मजा हुन्छ फेरि माथि होइन गर्मी बेलामा त मान्छे आउँदैन नि त आउने जाडो दसैँ पछाडितिर गर्मी महिनामा आउँछ जङ्गलमा फेरि राम्रो हुन्छ नि त गर्मीमा तर लामखुट्टे समुद्र के छ कतिको छ लामखुट्टे त लाग्छ है पानी पनि सिजनमा त अलिकति गाह्रै होला यता बर्खामा चाहिँ अलिकति गाह्रै हुन्छ बर्खामा बर्खामा त गाह्रै हुन्छ रातो माटो खाली होला पुरै रातो माटो रहेछ हामी माथि गएको भए त्यो माथि गएको भए कता गइन्छ त तारकेश्वर होइन यो माथि माथि जाने यताबाट बाटो छ ए त्यति जाने हो हामी त यहाँ तल मान्छेहरू जहाँ देखाएको थियो कि हाम्रै टिचर हो कि होइन सन्तोष सर हो कि जस्तो लाग्यो सन्तोष सर तलै हुनुहुन्छ माथि जान्छ यो पनि टार्केश्वरै हो त है हजुर तारकेश्वर 3 है टोपी लाग्छ टोपी लाग्छ यसले लाग्छ होला नि त उता रहेछ मन्दिर त्यही हो तारकेश्वर 3 ए त्यो मन्दिर ठुलो रहेछ मन्दिर देख्यो हो भोलेश्वरी मन्दिर हेर्नु हजुर ए त्यो त भाइरलले भएको मन्दिर त्यो मन्दिर ए कस्तो हाल चल्दो रहेछ बाबा हर्षनु उहाँ हेर त यसरी उस गरेको तरकारी खेती यो होमस्टे नै होला नि आउने सबै होमस्टे आर्मीको ब्याज होइन होमस्टे त्यो त बुढानीले कण्ठको त्यो ऊ होइन त होइन अलिकता हो त्यो त तारकेश्वरको माथि बल्ल खाने होइन त्यो बाटो खन्नलाई हो फ्लोटिङको हो बाटो खन्नु प्लटिङ होइन माथि त बाटो खन्ने हो त्यो सबै काठमाडौँ हो काठमाडौँ जिल्ला नै हो हजुर नुवाकोट कहाँ आउँछ नुवाकोट त उता उता पारि
पारी त्यो मुर्खु भन्छन् त्यही पारी भयो होइन ऊ त्यो भ्यू टावर भएको मुर्खु भन्छ त्यसलाई मुर्खु भन्छ त्यो हो त्यहाँ नै आएको एकैचोटि आएको छु म त्यो उसमा होइन यतातिर आएको फर्स्ट टाइम तिमीलाई आउने शिवको गीत के अरे जट्टा डराए यो चाहिँ कसको साथी हो अरे रजनी म्यामको कस्तो राम्रो साग हो लसुन तर यति माथि पनि पानी चाहिँ राम्रै आयो पानी लिक भएको जस्तो हामी चाहिँ यो चाहिँ मन्दिर रहेको छ यो अनि म्यामले पनि क्लासमा एक दुईचोटि गाउनु भएको होला मेरो विचार होइन हाम्रो डेस्टिनेसन यही हो यही हो मन्दिर सिडी मन्दिरको वरिपरि यस्तो रहेको छ अगाडि साइड चाहिँ यो मन्दिर चाहिँ अझै निर्माण हुँदै रहेछ निर्माण मन्दिर यसको यो चाहिँ फ्रन्ट साइड अगाडिको म त मेरै क्यामेराम्यान हो यहाँनिर चाहिँ यसरी पानीमा खुट्टा चोपेर चाहिँ माथि जानुपर्ने छ तल जानुहोस् 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 पहिला खुट्टा चोपालेर मजा यसरी खुट्टा चोप्ने यसरी माथि जाने छ होला है पानी त एलबी साउन्डलाई है हामी चाहिँ फर्किँदैछौँ बिस्तारै फर्किने अब काम गरेर जिप लाइन खेल्ने वायर हो यो जिप लाइन खेल्ने वायर छ जिप लाइन कहाँ जानु खेल्न ला जिप लाइन गर्न हो रमाइलो हुन्छ एकदम यस त्यस्तो ब्लग से थ्याङ्क यू त्यहाँबाट स्टार्ट भएको
डान्स चलिरहेछ डान्स हान्दै सरी भनेको रमाइलो भयो लाज लाग्छ जा हेर्न न तीनजना जाँड खाएर यहाँ लड्या छन् तीनजना जाँड खाने पातिर लड्या र जाँड खाएर उफ्रिएर सक्या फेरि जाँड खाएर धल्या जाँड खाएर कति धेरै जाँड लागेछ है यो मान्छेलाई जाँड लाग्यो जाँड ओके जाँड लाग्यो कि कस्तो कति धेरै खायो जाँड कति धेरै खायो कि जाँड लाग्यो हेर बेइजे छ्या जार लाग्यो देखाउ त देखाउ ल जाउ त खै देखाउ त खै उहाँ देखाउ न त्यहाँ टिकट माग्नु नि त जिप लाइनको
जिप लाइन रोलर कोस्टर टिकट काउन्टर जङ्गल एडभेन्चर किट अप्टिकल एन्ड प्लेइङ एरिया हुन्छ Yes! Arabe! 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 Yeah! Wow! Good. Hello, Arabe खेल्दै आइसकेको छ सोच्नु जिपलाइन खेलिसक्नु भयो र अब चाहिँ छोरी छोरी के हो त मान्छे त खतरा भइसक्यो खाजा खानु म जान्छु है बाइ बाइ एउटा हातले मात्रै गर्नु भन्छ एउटा हातले बाइ दादा दादा यस्तो यतातिर यस्तो छ ओया हार्छ एकछिन राम्रोसँग समातम खै खै यो खै दादा जस्तो बुङ्गा बुङ्गा ल हुन आर्छन् सीधा सीधा बाबु हार्छन् यति चाहिँ केटाकेटीहरू खेल्ने ठाउँ हजुर ल हिँड्दा त उला खेल्न हिँड्दा त ल ल आऊ सब खेल्ने ठाउँ केटाकेटीको लागि डर लाग्दै यहाँ चाहिँ यो नेपालको एकदमै है परम्परागत घर रहेको छ यो तल आएर यहाँ तल बस्नको लागि चौकटीहरू बिछाइएको छ घरको लागि तलमा घाँस बाख्रा एकदम गाई पनि रहेछ अर्ग्यानिक टाइपको है यहाँनिर चाहिँ चाहिँ पारिपट्टि यो चाहिँ ढिकी भन्छ यसलाई भाषामा ढिकी यो हलोजुका हाम्रो भाषा चाहिँ हलोजुका भन्छ यो चाहिँ डलेठो रहेछ यो यसलाई डलेठो भन्दो रहेछ यो चाहिँ खोइ यो चाहिँ हेर्भ यो चोयाको बाटो बनाएको सबै यो चाहिँ डोली पहिला
बेहुलीको लिनको लागि हाम्रो भाषामा चाहिँ यसलाई सेगु भन्छ है। हामी चाहिँ मैले चाहिँ सेगु भन्छु यसलाई। अनि यो त चिनिहाल्नुहुन्छ। यो चाहिँ कोक्रो भन्छ यसलाई, कोक्रो। मदानी भइहाल्यो। शुद्ध नेपाली घर। चाहिँ म चाहिँ भाडाबाट आएको। चाहिँ गुन्द्रीहरू बुन्नको लागि युज गरिन्छ यसलाई चाहिँ। घर रहेको छ। खेल्ने ठाउँहरू गएको छ यतातिर। फर्किने छु पारिपट्टि। दामी फर्किने कस्तो रमाइलो छ ठाउँ चाहिँ। लाग्छ भिडियो चाहिँ के रहेछ के त बनाएको ठाउँ। कसको ब्याग छ? ए हाई हाम्रो दिदीहरू यता पछाडिको देखिराख्नु भएको छ कि देखिराख्नु भएको छ सबैजना। हिमाल सर 360 डिग्रीको साइक्लिङ सतलकै सरर। चाहिँ हाम्रो उसको तलीको डान्स सुरु छ। क्लाइम्बिङ आगो ताप्ने पनि उस रहेछ। बेलुकाको लगभग 4:45 भएको छ। अब हामी आगो चाहिँ एकछिन 20-25 मिनट ताप्छौँ। त्यसपछि आगो तापेर हामी ठाउँतिर फर्किने छौँ आज नै। यो पछाडि लैजाउँ। सबै चलिरहेछ सबै चलिरहेछ। अब मोड एकदम हाँसो भइरहेछ यहाँनिर चाहिँ रमाइलो भइरहेछ। मेरो एक्सले लाग्नु सेतो साडी उड्यो अनि को रहेछ भने पछाडि गएर हेरे त एउटा रुखको पातमा एउटा कपडा हल्लिरहेको रहेछ। बल्ल ढुक्क भएर फर्केर घर आइयो होइन आजको रिफ्रेसमेन्ट प्रोग्राम चाहिँ समापन भएको छ र आज अब चाहिँ हामी घर घरतर्फ लागिरहेका छौँ। अब यहाँबाट बिदा मागेर हामी चाहिँ अब आफ्नो ठाउँतिर चाहिँ जानेछौँ आजको लागि। अब यो मेरो भ्लग चाहिँ यहीँ फेरि अर्को नयाँ भ्लगमा फेरि भेट हुने छौँ। धन्यवाद। Keep watch, like, subscribe, comment and share.
my YouTube channel. Okay.